दोस्ती मित्रहरू नै बुझौँ है त र आफ्नो मनको उपचार आफै गरौँ। कुनै पनि व्यक्तिको कारणले हाम्रो मन दुख्छ, कसैसँग कुरो नमिल्दाखेरि हाम्रो मन दुख्छ, त्यो बेला दुःख के सधैँभरि रहिरहन्छ अथवा रहन्छ? अहिले केही भनिदेऊ हामीलाई मन परेन, स्वाभाविक हो। त्यो दुःख कति समयसम्म रहन्छ? दुःख त्यो झगडा एकअर्को बीच त्यति बेलासम्म मात्रै रहन्छ, त्यति बेलासम्म तपाईको मनले सोचिरहन्छ, तपाईका मुखले शब्दहरू बोलिरहन्छ। ती शब्दमाथि शब्द 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 बोल्दै गयो, झगडा एकअर्को बीच पनि बढ्दै जाने। चुप लाग्न सको त्यति नै झगडा कम हुँदो रहेछ र अर्को फाइदा व्यक्ति चुप लागेर बसो, त्यो व्यक्तिभित्र अब शक्ति उत्पन्न हुनु। मनलाई शान्त गर्नको लागि कसै दुखी भयो तिमीले सम्झाएर हुँदैन, कसैले बुझ्दैन, त्यो बेलामै आफै बुझ्न सक्ने अभ्यास गर्नुपर्छ। छ मेरो मन, जति मनलाई हेर्दै 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 जाने अभ्यास हुन्छ, अब त्यति नै तपाईको मन आफै शान्त हुने। जति तपाईले शब्द दिनुहुन्छ, अनेकौं कोसिस गर्नुहुन्छ मनलाई रोक्नलाई, जति मेहनत गरे पनि दुखी हुनुहुन्छ तपाई। मेहनत गर्ने होइन यहाँ, गर्ने हो यहाँ। शान्ति स्वीकार गरेर पाइन्छ, शक्ति स्वीकार गरेर पाइन्छ। मेहनत गरेर होइन, संघर्ष गरेर होइन, लडेर होइन, रोकेर पाइन्छ। त्यसले रोकिनुस्, खास सधैँभरि रहँदैन, बुझ्नुस्। जति जसले हेर्न सको उसले आफ्नो मनको मालिक हो। आफ्नो मनलाई शान्त गर्ने, अरूले रिसाउनु हुँदैन, डराउनु हुँदैन, झगडाइन, सामान्य हो। यो भनेर रोकिनेवाला छैन, हुँदैन।